मर्निङ, ह्याप्पी न्यू इयर अल अफ यु। हामी चाहिँ लाग्यो न्यू इयरमा न्यू इयर टुर। आमा उसको हेलो किटी ब्यागमा यता हेलो भन्दै ह्याप्पी न्यू इयर भन्न नभन्ने कस्तो खालको छ हौ। म त्यो यस्तो छुच्चो मान्छेहरू लिएर हिँड्नुपर्छ कि अनि मलाई नि रिस उठ्नु थालिहाल्छ। न्यू इयर, ह्याप्पी न्यू इयर। हामी चाहिँ लागेको एकछिनमा थाहा हुन्छ कहाँ गएको भनेर चाहिँ है त। बाई बाई। पप्पा हिँड्दै हुनुहुन्छ कुत्रुक यति आएर फेरि फर्केर जाँदै हुनुहुन्छ। यसलाई के भन्छ? ओइसिलु भुइँ ओइसिलु कस्तो धेरै हो यहाँ। आम्मा यसमा ए कति राम्रो के कति धेरै यहाँ खाँदैछ यी भन्दै हात धो। हेलो हामी चाहिँ यता मार्सेको स्विमिङ पुलतिर आइपुगेको छौँ। शिशिर स्विमिङ गर्नुलाई रेडी हुँदैछ। लु जाऊ त एक डाइभ हान्न त क्या न्यू इयरमा। आमा खासमा चाहिँ हामीलाई तिर्खा लागेर यहाँ पानी पिउन लागेको हो। यस्तो छ हालत गर्मीले मान्छेको। पिउने हो केही नि हुँदैन, पानी पिउनु घिनाउनु हुँदैन अरे। पानी पियो एउटा यस्तो गरेर खोलामा पानी खाने छ नि। वेलकम बुके भेटिसकेछ साथीले होइन। न्यु इयरमा सानै ठुलीहरूले रेडी गरेर राखिदिएर रहेछ। त्यो मेरो देखाइदियो मेरो वेलकम बुके। सानैले मात्रै होइन सानै ठुलेको हो यो होइन। यति राम्रो छ। अनि यहाँ चाहिँ माइजूहरू पुरा खानेकुराहरू पकाउँदै रेडी गरेर बसिरहनु भएको रहेछ। हामी चाहिँ आइपुगेछ। किन गर्नु त? उनीहरूलाई पनि हामीले त गुन्तीमा लडाइदिउँ। यहाँ चाहिँ माइजूहरूको न्यु इयर पिकनिक चलिरहेछ होइन। प्रायः म माइजूहरूको पिकनिकमा चाहिँ जहिले पुगिरहेको हुन्छ क्या। यो न्यु इयरको पिकनिक होस्, देउसीको पिकनिक होस्, जुन चाहिँ पिकनिकमा नि म एकदम पुगिरहेकै हुन्छ क्या। म एकदम लक्की भान्जी हो माइजूहरूको। जहिले खाने बेला टुक्लुक्क पुगिरहेको हुन्छ क्या। ठ्याक्कै आज पनि पुगिरहेको छु, थाहै थिएन नि त पिकनिक छ भने चाहिँ। अनि हामी चाहिँ यहाँ पिकनिक माइजूहरूको पिकनिकमा पिकनिक खाइ अनि त्यसपछि हाम्रो ग्रुप चाहिँ यहाँदेखि खाइसकेपछि अनि छुट्टिएर अब एकछिनमा जाने माइजूहरूलाई छुट्टी राखेर। फेरि ससुराली बाउको मित बाउको ससुराली गाउँ आइपुग्यो। खै भागेछ के फुलेको यो। ह्याप्पी न्यु इयर। ओइ फिलिले पोज दिइरहेछ हौ त्यहाँ बसिरहेर। मेरो चाहिँ बुके पनि बोकिरहेको छु होइन, छाता पनि बोकिरहेको छु। यो बुके चाहिँ मलाई सानैले दिएको अघि वेलकम होम भनेर। के बोक्नु हो तपाईँ? के बोक्नु हो? सर कहाँ बेच्नु? उयो डाँडामा ए तपसी डाँडामा सरुवा बिक्रीको लागि। त्यहाँ नि क्या सरुवा, त्यहाँ सरुवा मात्रै होइन त्यसको के भन्छ सितनर पनि छ होइन। सबै कुरा छ त्यहाँ। यत्रो धेरै मान्छे हुन्छ भनेर मलाई लागेकै थिएन तपसी डाँडामा। एक गाडी पनि रहेछ, गाडीको गाडी पो हुँदो रहेछ यहाँ त तपसी डाँडामा त। माथिल्लो डाँडामा अनि तेरो नि घन्टी बजाउनु मिल्छ त भात हालेर नि।
यो तपाईँ डाँडाको त्यो लपसप बनाएपछि त म त आएको छुइनँ नि त खै कता जाने यतै चढौँ न हामी नि अनि यहाँ रमित हेर्नुपर्छ नि अनि हामी चाहिँ किन अनि पछि हट्ने अनि हो त रमित तपाईँ डाँडामा त्यस्तो रमाइलो पो हुँदो रहेछ पारा पारामा आयो पारा बस्नु थाहा छैन भने नबसौँ होइन ए मेरो 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 बुके कस्तो दामी देख्छ ल ल कस्तो दामी देखेको छ तपसीदेखि उकाला लाग्न साथ डाँडा गाउँको बाहुनी काकीहरूसँग हाम्रो चाहिँ भेट भइसकेको छ। हुनु त रहेछ उकालो दाइमा जस्तो आयो आयो ट्रलीहरू है कहाँबाट सुरु गर्यो तिमीहरूको गीत कहाँ फलको बर्ड खोइ ए उतिर छ फलेको यति धेरै फलेको रहेछ तर काँचो रहेछ पाइसिनु छ रुखमै ल्याउनु पर्ने छ क्या माथि मान्छेको छ क्या अहिले माथि नचाउनु है किन बरु फैसन चढ्नुमा यस्तो साह्रो पऱ्यो चढ्नु पऱ्यो र खाइदिनु मैले यहाँनिर खालि पाएको ऊ यहाँतिर रह
हामी पिकनिक गरिरह कहाँ जानु हामी मलाई थाहा छ के थाहा छ म यो धेरैचोटि हिँडेको ठाउँ हो मलाई सल्लाह भएकोमै हो क्या 2 पाइलमा त्यहाँबाट अलिकति तेर्सो छ अन्त पुगिनै गइछ कतिन्जेल फुल्छ र ओइली जान्छ कि भरोसा के छ र जिन्दगीको भरोसा के छ र 2 दिन माया हामी चाहिँ अहिले आइपुगिसकेको छ शीतलपाटी डाँडा ओह मेरो टोलीहरू सानो जङ्गल आएको छैन त पुरा जसरी सानो फुर्ती गर्नु सम्झेले अझै उसले माथि डाँडामा पुगौँ भन्दैछ यिनीहरूले घाम पानी सेलकोबी हामी चाहिँ आइपुगिसक्यो शीतलपाटी डाँडामा लामा गाउँ जाने बाटो मासतिर हेर्दै गर्नु होला गाइस तर तिनीहरूको त्यो एउटा थियो हामी चाहिँ फर्किसकेका छौँ र यो जङ्गलमा यहाँ कफालको बोटमा म चाहिँ काफल टिप्दैछु केटाकेटीहरू मेरो साथीहरू त्यो सब भुइँमा बसेर जिस्काउँदैछन् होइन उनीहरू चाहिँ भुइँमा बस्ने म चाहिँ काफल टिप्ने हेलो हेलो के हेलो भन्नु अहिले चाहिँ हामी टक्कसँगले आजको दिनको चाहिँ हामी चाहिँ अन्तिम क्षणमा आइसकेको छौँ आजको दिन 83 सालको न्यु इयर चाहिँ सेलिब्रेट गरेर हामी चाहिँ फर्किँदैछौँ होइन अब हामी त पछि डाँडा पुग्न आँटेको आजको दिन चाहिँ एकदमै रमाइलो भयो हजुरहरूको कस्तो भयो प्लिज कमेन्ट गरिदिनु होला कस्तो भयो तपाईँहरूको पनि सेयर गरिदिनु होला होइन यति भन्छ आजको भ्लग चाहिँ हामी इन्ड गर्न चाहन्छौँ हामी इन्ड गर्न पनि सक्छौँ नगर्न भरे सक्यो। फेरि अरू भिडियोहरू पनि प्लस गर्न पनि सक्छौँ होइन हामी चाहिँ पुरा यस्तो बाटो हिँडिरहेको छौँ होइन यसरी त्यति नै हो अहिलेलाई